खानेकुरा चाहिँ नेपाल हेलो गाइस आज चाहिँ हामी चाहिँ क्रेजी च्यालेन्ज लिएर आएको छौँ हजुरहरूको लागि के क्रेजी छ भने चाहिँ फुड च्यालेन्ज लिएर आएको छौँ त्यो पनि भेराइटिज फुड चाख्नु पर्ने हुन्छ केटाहरूले आफैले चुज गर्नुपर्ने हुन्छ हजुर सोध्दै हुनुहुन्छ होला फुड च्यालेन्ज सधैँ हेरेको यो त्योवाला होइन बियो नर्मल हुने र क्रेजी नहुने त पुरै छैन त्यही भएर आज चाहिँ हामी पागलपन गर्दैछौँ टोटल्ली केटाहरूलाई बोलाएको छौँ सरप्राइज छ सबैलाई कसैले थाहा छैन के आइटम छ भन्ने इभन मेन्यु पनि मैले बनाएको थिएँ तर त्यो पुरा चेन्ज भएर छ हाम्रो ब्याक एन्डबाट भाइहरूले सबै मेन्यु चेन्ज गरेको छ दाइ हजुर खेल्ने भएपछि हजुरलाई थाहा हुनु हुँदैन भन्ने भएको र टोटल्ली चेन्ज भएको छ त्यो आइटम के बन्छ कसो बन्छ टोटल्ली मान्छेको हाम्रो केटाहरूको हातमा हुन्छ है अब हेरौँ है त कस्तो रमाइलो हुन्छ केटालाई पनि थाहा छैन मलाई पनि थाहा छैन इज गोना बी क्रेजी है त ल लेट्स गो अब जाम है त के हुँदैछ केटाहरू सेटअप गर्दैछ बसिरहेको छ केटाहरूलाई थाहा छैन हामी तल आएर सुटिङ गर्दैछौँ कस्तो सुटिङ भन्छ के हुन्छ केटालाई केही आइडिया छैन हामी तल सट्टीमा लुकेर त सुटिङ गर्दैछौँ अब हामी जाँदैछौँ है ल अनि फेरि पनि नबिर्सिने थ्याङ्क्स टु दाई है दाइले चाहिँ हाम्रो लागि आज बुक गरेर राखिदिनु भएको छ मजाले कमाएछ केटाहरू गुरेर बसेछ चट्ट पाराले हामी तल बसेर सुटिङ गर्छौँ ल यो हाम्रो सेटअप हुँदैछ अब यहाँ हामी पुरा सेट गर्दैछौँ है त अब सेटअप हुँदैछ अझै पनि गर्नुपर्ने छ केटाहरू चाहिँ वेटिङमा छ केटाहरूलाई पनि थाहा छैन अझै केटाहरू आउनु पर्ने छ अब दामी हुनेवाला छ है त अब हामी अल सेट भइसकेका छौँ अब हाम्रो साथीहरू पनि सबै आइसक्नु भयो सबै पछाडि हुनुहुन्छ है सबै सस्पेन्समा हुनुहुन्छ के गराउँदैछ के गर्दैछ मलाई कसैलाई थाहा छैन खेल्न लागौँ क्या म अब तास थुतेर चाहिँ टिम अप गर्नेछौँ हामी 8 जना छौँ 8 जना चाहिँ 2-2 गरेर 4वटा टिम हामीले गराउनेछौँ 4 जना टिममा चाहिँ के हुन्छ भने तास थुच्छौँ तासमा जसलाई पर्छ जोडी जसलाई एक पर्छ तिनीहरू टिम हुन्छ जसलाई 2-2 पर्छ तिनीहरू टिम हुन्छ किन टिम पनि हामी भनौँ न लगबाट नै कन्सिडर गर्छौँ अनि मजाले यहाँ राखेर चाहिँ खाना चुज गर्न पठाउँछौँ पर मान्छेलाई 2टा खाना चुज गर्छ टोटल 4वटा आइटम हुन्छ त्यो मिक्स गरेर उहाँहरूलाई चाहिँ कस्तो आइटम बन्दैछ के हुँदैछ त्यो अनुसार चाहिँ हामीले खुवाउनेछौँ हेरौँ है त अब हामीसित चाहिँ टोटल तास आइसकेको छ हामी 8 जना भनेपछि यहाँ पनि 8वटा पत्ती छ अब एक्का दुकी तिकी छ अब जसले जुन चुज गर्छ त्यो टिम अप हुन्छ जसको सेम पर्छ त्यो टिम अप हुन्छ है त रेडी त गाइज अब सुरु गर्नुपर्छ है मैले मजाले यसलाई अब फिट्दैछु अब यसलाई फिटेर अब हामी चाहिँ यहाँ राख्छौँ चट्टा लाएर एक किसिमलाई साइड लगाउँदै अननोन छ कि कसलाई के पर्छ नो आइडिया एउटा को आउँछ ल सुत्न अर्को म पेङ्गा सुते भयो निस्मी विशाल नबेलिया फ्रम पालिबुटन टिम फटमा फर्स्ट कन्फिडेन्ट टु लगाउ यो टेक द कार्ड त्यसो भए बोली पनि भयो नत्र भने परेन टिम अरु Ekka there's to boy. Yeah, boy. Priyanka, please take the Ekka. I don't know where it is. Aja ta huncha Ekka. साट्न पाइन्न अब चाहिँ अब पाली चाहिँ अब केटाहरूको छ है त आफ्नो पत्ती आफैसित राखौँ हाम्रो अविनाश दाई आउँदै हुनुहुन्छ है त कुन पत्ती पर्छ दाइले आफैसित राख्नु चाहिँ पत्ती दाइ माइकमा है कुन पत्ती पर्छ भन्नु है त ल एउटा पत्ती एउटा दाइको परेको छ एक्का त पनि तुरु वाला दाइले तुरु पार्नु भयो दाइसित एक्का चाहिँ ल अब करणलाई बोलाउन चाहन्छ यसपछि तिम्रो भागमा चाहिँ अब कुन पर्दैछ राम्रै पर्छ हल्का मिलाइदिन्छु है त साथीको लागि चाहिँ एउटा पत्ती सुतिसकेको केटाहरूले आफ्नो लैसकेको छ तिम्रो पत्ती तिमी राख है त कुन पर्छ साथी टिकी ल हाम्रो साथीले टिकी पर्छ पत्ती तिमी त राख टिम अप बनाइन्छ अब टिम अप बनाउने हो अब हाम्रो पालि राजु अब हाम्रो एके बडी बिल्डर द राजु द कालीडन राजु कुन पत्ती पार्छ राजुले हेरौँ है त राजु कुन हो एक्का निकालिसकेको केटाहरूले भएन है अभिलाष दाइले एक्का पार्दै हुनुहुन्थ्यो काफेकिस बनाएको त राजुले तुरुपको दुखी ल राख दुखी त राख अब टिम अप देखाउँछु म अब मन्जुलको पाली छ है त अब हाम्रो मन्जुल सर आउनुहुन्छ 3टा पत्ती बाँकी छ कसलाई कुन टिम अप हुँदो रहेछ हेरौँ है त ए मसँग पर्ने को छ मन्जुलसित को पर्छ हेरौँ है त अब के छ चौका चौका पर्छ लिएर बस्छ चौका अन्त छ न अझै हैन अब दुईटा छ अब यो दुईटामा चाहिँ अब म पनि किनभने मलाई पनि मेन्यु के छ भने चेन्ज भएको छ आइडिया छैन अनि अर्को कुरा चाहिँ के भन्दा चाहिँ जसलाई जति नम्बर पर्यो त्यति नम्बरको मेन्यु हुन्छ है त्यो नम्बर पनि ख्याल गरौँ है
मसित परेको छ टेक्की खोज्यो करेन्सी त पऱ्यो चाहिँ म अब मलाई चाहिँ टिकी पर्यो श्याम भाइ अब अन्तिम श्याम भाइको के पत्यो थाहा छैन है त ल अब थाहा भइसक्यो होला थाहा नि। छ के होला त श्याम भाइ के बच्यो छ के भन्छ त एका हो चौका चौका मन चौका ल त भाइ अब जोडी सेट गरेर त एका आम त एका को परेछ अब यहाँ चाहिँ एका अभिलाष दाइ आरु रेडी 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 खै त हाम्रो पत्ती खै त एकाको विशालको एका पत्ती खै मेरो एकाको पत्ती हुकुमको परेछ दाइको यार दाइलाई हुकुम परेर देखाम त ल एकचोटि हातमा छोपेर देखाम त पट्टी रेडी वी आर ए तर त्यो भएको छ दुईटाको पत्ती म लिन्छु अब यहाँ चाहिँ अब सुरु हुन्छ हाम्रो काम अब चाहिँ हाम्रो एका परेर चाहिँ हामीले बसाइले एका किङहरू यहाँ हुन्छ है त एउटा ब्ल्याकिङ एका सुरु पर्यो हामीलाई ब्ल्याकिङ यहाँ हुनुहुन्छ भने यो पनि भइरहेको छ यार रातो किङ परेको छ है दुईजना किङहरूलाई चाहिँ अब हामीले के गर्न पठाउँछौँ हाम्रोसित आइटम कति रहेछ 12 वटा आइटम छ त्यो 12 वटा आइटममा दाइले दुईटा आइटम 1 देखि 12 सम्म भन्नु पर्यो हजुरले दुईटा चुज गर्नु पर्यो उसले पनि दुईटा चुज गर्नु पर्यो सेम गर्न पाइएन 1 देखि 12 सम्म मैले अघि हेरेको थिएँ कि सम्झिनु पर्ने पहिला चाहिँ हाम्रो अग्रताले भन्नुहुन्छ दाइ कुन मलाई 1 र 12 1 र 12 दाइको टिकलाई देऊ 1 र 12 दाइले भन्नु छ भने अनि अग्रज दाइ लेख है यो लेखाइ त्यहाँ साइडमा चिन्ह त पर्यो नि अनि बिसाइले चाहिँ 1 र 12 लाई गरौँ भन्नु पर्यो मेरो यो चाहिँ मेसी आइडल 10 फर्स्ट हैन 10 अनि त्यसपछि बेट्रीको लागि 8 दाइको 1 र 12 हैन भनेपछि विशालको चाहिँ 8 र 10 भनेछ सबको देखाइन्छ अनि जसको बेस्ट हुन्छ नि त्यसलाई हामीले खुलाएर सम्मान गर्छौँ है त मलाई चाहिँ घिन लागिसक्यो अब यहाँ के छ भने चाहिँ अब खाना समय पर्छ देख्न पाउँदैन बाइक मिठो लागेन भने त्यो खाना पाउँछ अनि एउटा कुरा चाहिँ मैले जस्तै हेर्ने मान्छेलाई के भन्छु भन्दा चाहिँ इभन मैले मेन्यु 12 वटा लेखेको पनि सबै मेन्यु फरक फरक तलमाथि अब चाहिँ म लिन जाँदैछु यहाँ आइटम हो मैले चाहिँ दाइको आइटम अब हाम्रो सर्ट रेडी भइसकेको छ अब यहाँबाट चाहिँ हामी गाइजहरूलाई चाहिँ यहाँ राख्दैछौँ आफ्नो सर्ट छ यता दाइको हाम्रो साथीको यहाँ रेडी भइसकेको छ आइटम के थाहा छैन यो घ्याम्पे सार्ट हान्ने तितो मिठो लाग्यो यो खाने है त आइटम लास्टमा भन्छु कस्तो के छ ल रेडी है यिनीहरू आइटम के छ सोचिन भन्छु मैले ल नाइस हामी राम्रो थियो अझै किन छैन अब आइटम के छ म भन्छु है त अभिलाष दाइको आइटम त्यो करेला 5 नम्बर करेला 12 नम्बर बनाना केरा र करेला लाउनु दाइले विषयले चाहिँ कोक अनि दही 8 नम्बर दही 8 नम्बर दही अनि 10 नम्बर कोक टेस्ट हाम्रो के थियो भन्दा ढकल दाई हाम्रो टाइमसको ढकल दाईको लस्सी भन्दा अलिकति राम्रै थियो हल्का तितो फ्लेभर थियो तर केही छैन मिठो यसमा चाहिँ खास के भयो भन्दा चाहिँ हाम्रो साथीले चाहिँ करेला हल्का कम राखिदिनु भयो थियो दाइले हल्का करेको समस्या भएको भयो आज यसपालि चाहिँ करेला धेरै राख्नु पर्ने थियो नेक्स्ट टाइम हेर्नु त करेला पर्दा केटा आज तयार छ एउटा बिस्कुट खाँदै म 2 नम्बरलाई बोलाउन चाहन्छु त ल राजु र प्रियङ्काको चाहिँ 2 नम्बर परेछ ल आमै त गाइजहरु प्लिज प्लिज कार्ड देखाउँ त कार्ड 2 नम्बर देखाउँ दुईटाको ड्रेस पनि हल्का हल्का मिलेछ आज त ल त अब हाम्रो मेन्यु अनुसारले 2 नम्बर मेन्यु हामीले निकाल्छौँ 2 नम्बरमा के पर्छ यसलाई रोज्नु पर्ने हुन्छ सेम तरिकाले है त 1 देखि 12 सम्म रोज्नु पर्यो राम साथी कुन रोज्ने सबको 1 देखि 12 तलमाथि छ ल प्रियङ्का लेडिज फर्स्ट दुईटा रोज्नु पर्यो ओ माय गॉड ला के छ के छ 1 र 2 है 1 र 2 प्रियङ्काले रोज्दैछ भने राजुले चाहिँ के रोज्छ र त 8 and 12
1 र 2 प्रियङ्काको भने 8 र 12 चाहिँ राजुको 12 मा के करेला थियो अब के बन्दैछ अब यहाँ चाहिँ रेडी भइसकेको छ हैन के आइटम छ मलाई थाहा मामा मलाई चाहिँ थाहा छैन हैन खुवाउने साँच्चै किन लाग्यो किन व्यस्त डराउँदैन बे खडे खडे नले यहाँ मोर्छु भन्ने छ कि मेन त अब गाइजहरूको चाहिँ यहाँ रेडी हुँदैछ मिलाएर हाल्नु पर्यो नि फेरि एउटालाई धेरैवटा थोरै हुन भएन फेरि झ्याली गऱ्यो भन्छ यिनीहरूले के थोरै छ तर धेरै भयो भन्ने कुरा गर्छ केटाहरूले ल भएन यो हाल्छु म बराबर नापेर 30 ml प्याक बनाइदिन्छु नातिमा अब चाहिँ हाम्रो केटाहरू मोर्छ भनेर चाहिँ मलाई थाहा छैन हेर मोर्दैन होला तर त्यस्तो नभन न मेरो त बल्ल 2 महिना नि भएन बिहामा विशाल हेर आफैले बताउ राजुको लागि सेट भइसकेको छ भने यो प्रियङ्काको लागि रेडी है त रेडी यतिकै देखिरा खुर्सानी छ यहाँ त रेडी जेसुकै अब अलि भन्छु के छैन स्टार्ट रेडी 1 2 3 गो खाने कुरा चाहिँ त्यहाँ पानी छ खाने भयो मुरली खाने भयो त्यहाँ चाहिँ केटाहरू अब यिनीहरूकोमा के थियो म भन्छु है त राम्रै पर्यो कस्तो आँखा रातो यसको आँखा झन् रातो भएर अहिले त कस्तो लाग्यो त राजु कस्तो लाग्यो त मिठो थियो मिठो थियो साँच्चै मिठो थियो त्यही भएर पानी र त्यो खाइरहेको छ तैँले होइन सुरुमा एक्लै घाँटी दादा कस्तो पिरो गरायो फेरि नुन पनि फिल भयो लास्टको त पानी खान्छ मजा आयो आयो प्रियङ्का जस्तो राजु चर्को थियो नुन हैन खुर्सानी अनि कागज चाहिँ फेन्टा हैन काम थियो रातो थियो होला नि फेन्टा त के अहिले गेस गर्न तिमीलाई के होला त्यति के रे नुन कागज अनि खुर्सानी खुर्सानी तीनटा चारवटा आइटम थियो नि खै अर्को थाहा पाएन तँलाई के लाग्यो फेन्टा स्प्राइट अघि सुरुमा हाल्नुहोस् लास्टमा मलाई यसमा थियो प्रियङ्काले रोजेको सुगर र लेमन अनि राजुले रोजेको खुर्सानी र साल्ट यो भनेको मिक्सअप सुगर लेमन खुर्सानी र साल्टको चाहिँ मिक्सअप थियो है तर दामी थियो दामी थियो भनेछ अब यो अब यसलाई राति के हुन्छ म जिम्मा लिन सक्दैन है राजुले के नम्बरको पाली 1 नम्बर अभिलाष दाई र हाम्रो विशालले गर्यो भने चाहिँ 2 नम्बर चाहिँ प्रियङ्का र राजुले गरेको राजु खुर्सानीले आँखा के भन्छ थाहा छैन अब भोलि चेकअप गर्न जानुपर्छ अब 3 नम्बर परेको छ अब यो माइक चाहिँ मैले अब विशाललाई माइक छ अर्को अब विशाल चाहिँ होस्ट गर्छ अब करण र म हामी 3 नम्बर चाहिँ हामी बसेर अब यहाँ सुट हुन्छ हाम्रो ल है त मलाई पनि थाहा छैन मिनिमम अडियन्सको कमीले म होस्ट बन्न आएँ ल दुईजनाले आफ्नो कार्ड देखाउनुस् त ल भ्यालिड भयो भ्यालिड यो धुमै जुटो खान्न मैले कोही भाडा मान्छेको राखेको भाडामा डीजे भाडामा पानी खाम त यार पानी खाने पहिले यसमै खाना देऊ न मिलाउनु पर्दैन हैन पहिले हाततिर पानी आउँछ पहिला अरे सुरु हुँदैछ हाम्रो राइट साइडतिर हुन्छ त्रिनेत्र करण हाम्रो लेफ्ट साइडतिर हुन्छ बुटोलको मालिया भुवन नेउपाने अब हाम्रो के भन्छ सुरुमा कसले चुज गर्ने चुज अब पहिला त हामी 3टा परेछ चुज हाम्रो सरले गर्छ पहिला यहाँ डिबेट सुरु भइहाल्छ कि यहाँ डिबेट सुरु भइहाल्छ है यहाँसम्म त जेठो को त्यसरी सुरु गर्छ हामी यस्तो गर्छौँ सुरु कसले गर्ने भन्ने चाहिँ अब हामी रक पेपर सिजर पर डिसाइड गर्छौँ है त साथी वान बेस है त रक पेपर सिजर यहाँ पनि यो त नयाँ टेक्निक हो यो यस्तो अरे आज यो यस्तो रक पेपर सिजर ल आउट 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 झ्यालीको बनिस के ल भुवनले पहिलो नम्बर चुज गर्नु पर्यो टाढो रा हो खानु पर्छ साथी बिट्विन 1 to कति अरे मिठो भए पनि नमिठो भए जस्तो गर स्याप खाइदिउँ क्या है मिठो भए नमिठो भए ध्यानमा त्यसमा भन्नु नि यार म खाइहाल्छु अहिले मेरो पनि ल एउटा नम्बर दुईटा नम्बर चुज गर्नुस् ल 1 2 हैन नि उले चुज गर्ने हो हैन हैन के थियो भन्ने नि थाहा छैन केटाले तल माथि पारेछन् के पहिले प्लानिङ गरे के हैन थाहा हुनु पर्यो नि सब मिक्स गर्दैछ केटाले
छिटो छिटो रोके केटाले नगरी त गर्छु कि यसमा तर नराम्रो हाँसो चाहिँ यार मासुवाला आइटम छैन 4 मासुवाला आइटम हो यहाँ पनि 4+2 गरेर 4 र 8 4 र 8 भुवनको 4 र 8 साथी करण तिमीले राम्रो पार है तिम्रो रातो पार है बरोबर अघिदेखि यो साइडकोले राम्रो पुग्यो अरे 9 भयो 9 कन्फर्म हो एउटा 9 हो सोचै फेरि एउटा 9 भयो एउटा 6 होला 6 अहिले रुल भइछ के समात साथी डर लाग्छ कि नै माथि आएर बोल्नु भाइ मैले गर्दाखेरि गाह्रो भयो जस्तो भएको छ यार मलाई पनि थाहा छैन के छ भन्ने यसो गर त्यो चाबी साबीहरू कसले के गर्ने मम्मीलाई पहिला फोन गरिदेऊ करण राम्रो थियो भनिदेऊ राम्रो चाहिँ मऱ्यो भने बहुत राम्रो थियो फलफुल पनि ल्याउन पाएन भनिदेऊ मैले पैसा लिन चाहिँ मन्जुसित कसैले म केही भयो भने मागे प्लिज घर पुऱ्याइदियो पैसा मैले ऋण तिर्न पर्ने ठाउँको सब तिरेर भएको छु यो कसैले तिर्न पर्दैन है मैले ऋण तिरेर भ्याइसकेको छु मलाई दिएर त अलिअलि त्यही भएर केटाहरूले मलाई छैन भने दिएर भ्याइसकेको छु नमागे हुन्छ है नदिए हुन्छ कसैले नि माग्न आयो भने डर लाग्यो डुडु भयो म्याङ्गो सेक यस्तो पहेँलो यो केरा हो गेस गर मलाई आइस गेस गर मलाई पहिला स्मेल गर्न पाइयो त पाइन स्मेल गर्न पाइन्न पायो ल एकछिन दुईजना एकछिन रोक्नुहोस् धेरै हुन्छ कि भयो अनि भन्नु पर्यो मलाई कस्तो लाग्छ थाहा छ अस्ति एक्सिडेन्ट पनि हाम्रो सँगै भयो मोर यहाँ सँगै हो कि त्यस्तो लागिरहेको छ क्या मलाई म मास पाउँछ नि चिनी मास पाउँदैन यो के हो भने नि यो करेला हो जस्तो लाग्छ साथी अहिले त पहिले गाज छ मुखबाट गाज निस्किनु निस्किनु भएको छ यो म्याङ्गो डोपी हो कि म्याङ्गो डोपी हो म्याङ्गो छँदै थिएन यो हेर यो दही हो कि ल रोक ल ए बेसार हो यो बेसार हो साथी अब धेरै बोल्न पाइन्न म त पानी मेरो 3 2 1 को काउन्टडाउनमा है त एकदम होपलेस भयो क्या म 3 2 1 को काउन्टडाउनमा पानी त देऊ पानी त देऊ पानी त छु ए यही छ के ग्लासमा ग्लास यहाँ त यो धेरै पानी मेरो काउन्टडाउनमा है बाँच्नु न। मेरो काउन्टडाउनमा पहिला चेस गर त 3 चेस गर नि पहिला पोखर्न मिल्दैन तिमी भन 3 हामी आफै गर्छौँ नि 1 स्टार्ट हात काम यस्तो गरेर पोखर्न मिल्छ कि नै जय काली जय काली 1 बेसार हो मैले बेसार मात्रै गुलाए के नुन पनि हो यो के हो बे खुर्सानी ए बेसार पर्यो बेसार बेसार साथी मैले लाग्छ कि यहाँ बेसार हैन नुन बेसार छ नुन छ खुर्सानी मेरो खुर्सानी आतेको मुखमा खुर्सानी एउटा चाहिँ कि दुध हरेकचोटि मिक्सर पनि चेन्ज गर्नु पर्यो भनेपछि हैन बेसार खुर्सानी मात्रै यिनीले दुईटा राम्रो पर्यो यार तर राम्रो छैन यो अहिलेसम्मको सबभन्दा राम्रो तिम्रो छ कि भुवनकोमा सुरुमा के पर्यो भन्दाखेरि बेसार र दही राम्रो भने नि मैले अनि बेसार राम्रो करण बेसार भयो नि बक्सी करणकोमा के पर्यो गाइस लिसन मिल गर्यो उठानी मान्छ उसलाई अनि त्यसपछि कागती है दुईटा कागती पर्यो यस जस दुईटाले एउटा नराम्रो एउटा राम्रो भन्ने ल अब लास्ट नम्बर 4 नम्बर बाँकी छ 1 2 3 4 सब सकिसक्यो 4 नम्बरमा चाहिँ हाम्रो साथी मन्जुल र हाम्रो भाइ श्याम भाइ परेछन् र दुईटालाई म बोलाउन चाहन्छु केटाहरू ल छिटो आउनु पर्यो जल्दी एट्याक कृपया हट सिटमा आउनु होला चस्मा लगाएर आज यसो रिएक्सन हेर्ने हो चस्मा खोलेर नि हेर्ने हो कस्तो लागिरहेछ त पहिला केटा सोधौँ न कस्तो लागिरहेछ साथी कस्तो लागिरहेछ अहिले यहाँ डर लाग्यो होइन खासै डर लाग्ने म्याथको एक्जाम दिन लाग्यो जस्तो भयो एकदम पिक्लेवाला भइसकेको छ अब यहाँ बस्दा चाहिँ होइन त्यहाँ हेर्दा रङ्ग लाग्थ्यो यहाँ आएपछि अलि डर लाग्यो होइन घर फोन गरेर भन्ने कि म्याथको एक्जाम दिन आयो जस्तो भयो यहाँ अब डर के छ भने नि सबको जाने दुश्मन मन्जुल हुँदा यहाँ मेनु भन्दा बाहिर धुलो सोलो निकालेर हालिदिन्छ कि भनेर तर त्यस्तो हुँदैन मेनुमै आउँछ हामी सिस्टममा बसिन्छ नम्बर देखाउँ त ल दुईटैको 4 नम्बर ल त अब हाम्रो फेरि मेकरतिर पनि देखाउँ त एकचोटि पुरा दाइ जोसिएर त्यहाँ बस्नुभएको छ ल अब 4 नम्बर रेडी हुँदैछ ल 4 नम्बरको लागि चाहिँ मेनु रेडी छ होइन ल अब केटाहरू रेडी हो नि कि सास फेर्ने सेर्ने केही रेडी हो कसले फर्स्ट हान्यो भन्ने ल ल रक पेपर सिजर हानौँ न त पछि हेर ल भनेपछि ल मन्जुलले चुज गर्नु पर्यो ल कुन हो मन्जुल
चुज गरिहाल्ने हो 1 देखि 12 सम्म 5 अनि त्यसपछि 3 5 र 3 दुई भन्दा दामी थियो क्या 2 भन्नु हो त 5 र 3 अरे मन्जुलको भने हाम्रो श्याम भाइ भर्ला 7 7 अनि 11 7 र 11 श्याम भाइको मन्जुलको कति अरे भाइ कति अरे 5 र 3 मन्जुलको 5 र 3 भने श्याम भाइको चाहिँ 7 7 र 11 आगो लाउने अब गर्नु सक्छ होला नि ब्रेक भइसकेको अब ब्याकअप ब्रेक भइसकेको ब्याकअप बन्द ब्याकअप होइन अब यहाँ बवाल हुनेवाला छ आइटम बन्द छ केटाहरू म झ्याली हुन दिन्न के गाइस वेलकम टु बियो नर्मल ल गाइस अब के हुन्छ हेरौँ एकदम नर्भस फिल भइरहेको छ अब यहाँ के हुन्छ सबको दुश्मन परिछु म यहाँ मलाई के भइरहेछ मेरो लागि चाहिँ एम्बुलेन्स बोलाउँ त पहिले अगाडि एम्बुलेन्स हेर्छ नि बल्ल म खान्छु तिमीहरू दुवैबाट फरक गल्ती गरेछ त फिल भएको छैन भइरहेछ अब भाग्यले यही पारिदियो हैन गाईहरुको फेस हेर्दै डर लागिरहेछ मलाई यार यसै गरी मञ्चमा उपस्थित गर्न चाहन्छु यो यो नर्मलको अध्यक्ष होपलेस भएर बोलेको कुरा हो कि यो केटाहरू होपलेस भइसकेछ अनि त्यो भएको भएर चाहिँ यसै गरी महिनाभर सङ्घको अध्यक्ष अभिलाष दाइलाई सबै खाएर भ्याइदिने हो राम्रोसँग किन अब सबै एकदम स्वरूपको साथमा बनाउनु होला है हाम्रो मुख हेरेर टिच लगालिक यहाँ केटाहरूले पुरा बम्पर रेडी भइरहेको छ केटाहरूले चाहिँ अब कडै बनाउनु पर्छ है करेन षड्यन्त्र रचिरहन् के त्यहाँ हाम्रो रेडी भइसकेको छ है आमामा केटाहरू आज साँच्चै बोलाउनु बोलाएको यता धुवा निस्केछ है आमामा यो रिस हो क्या ल है त अब यहाँ केटाहरूको सर्ट रेडी भइसकेको छ होइन के छ जस्तो लागिरहेछ करेला ढुक्क हो खुर्सानी जस्तो पनि लाह करेला दही हार्पिक पाको हार्पिक नेक्स्ट अब यो अलिकति भाइरल गयो भने हामी नेक्स्ट खाइजन त हालेन नि ल है त केटाहरू अब रेडी 1 रेडी नि रेडी 1 रेडी नि ओके रेडी 1 2 3 गो ल नट ब्याड खुर्सानी दही करेला चुज नगरेको हालेर यहाँ मैले हेर्दिनँ अहिले है त रेडी है त केटाहरूको अलि बाँकी थियो तिमीहरू यार लास्टमा लास्ट यो त भ्याउनु पर्यो नि यो त म त भ्याइसकेँ के छैन त्यो अनि आहा ल केटाहरू जस ठिकै थियो बियो नर्मल लेमन छ गर्नु होला करेला छ खुर्सानी छ दही छ के दही छ। दही तीनटा भेटा के छ त म भन्छु है त मेनु हेरेर म भन्छु दाइ प्लिज मेनु केटाहरूको मेनुमा परेछ मन्जुले चुज गरेछ बनाना अर्को खुर्सानी अब कोही पिट्ने त खुर्सानी पिट्यो त अब पहिल्यै भन्नु अनि त्यसपछि अब अर्को परेछ हाम्रो श्याम भाइले करेला अनि लेमन एउटा मिस गरेर चाहिँ केटाहरूले नट ब्याड अब यति हुँदै हाम्रो 4th वटा कम्प्लिट भएको छ अब कसको के पर्छ कसको बेस्ट भयो अब बेस्ट भएकोलाई चाहिँ हामीले अब यहाँ चाहिँ अब जो सम्मान गर्छौँ हाम्रो चाहिँ 4th वटा च्यालेन्ज भइसकेको छ 4 जना टिम हामीले डिभाइड गरेर सबै यहाँ हामी टिमहरू सबै यही छौँ अब यहाँ सबभन्दा बेस्ट कसको भयो त्यसलाई चाहिँ हामीले मन्जुल त ल्याउ त एकचोटि चाहिँ बेस्ट भएकोलाई चाहिँ त्यो जुन फर्स्ट ग्रुप थियो नि त्यो फर्स्ट ग्रुपलाई 2 जनालाई चाहिँ यहाँ बसालेर अनि यो फोर्ने कुरा भइरहेको सम्मान गर्ने कुरा भइरहेको छ त अभिलाष दाइ को छ त ल आजको विनर आजको विजेता है आजको विजेता चाहिँ हाम्रो 3 नम्बर कार्ड भएको 3 नम्बर कार्ड भने चाहिँ नम्बर भने चाहिँ हामी पर्यो अनि रोहन है आजको विजेता चाहिँ उनीहरूको चाहिँ खानेकुरा एकदम सफ्ट है हाम्रो के थियो उनीहरूको चाहिँ बेसार दुध दही अनि कोली अर्को आजको विनर कस्तो लागिरहेको छ त भाइहरूलाई कस्तो फिल भइरहेको छ विनर भएर आफै त अर्को फोर्नु पर्यो नि त राजा जस्तो भाइ भइरहेको थियो विनर भएर कस्तो फिल भइरहेको दामी भइरहेको छ यहाँ नबोलै बहुत राम्रो लागेको छ है हामीलाई थाहा पनि छैन दोस्त हामी यस्तो हुन्छ मन दोस्त तर हामी फर्स्ट ठिक छ एउटै दुईटैको के अरे अलिकति अलग अलग के अरे मतलब हुन्छ नि त्यो
क्याटेगोरी भन्छ कि मिलाएर भने होलसेलमा अलग अलग भए पनि त्यो मिल्दो रहेछ मिल्दो रहेछ। मन चाहिँ मिल्दो रहेछ है दुईजनाको होइन जति- भाइ चाहिँ मिल्दो रहेछ जति है। मन मिले पनि एउटा बेलामा हामी गइन्न किनभने हाम्रो पहिला एक्सिडेन्ट भइसकेको छ फेरि एक्सिडेन्ट हामी गर्न चाहन्नौँ यस्तो भिडियोको लागि चाहिँ लाइक सब्सक्राइब र सेयर गर्न नबिर्सिनु होला अनि कमेन्ट पक्का गर्नु होला अब के अर्को क्रेजी भिडियो गर्ने हजुरले भन्नु हामी त्यही नै गर्नेछौँ यति भन्दै हामी अर्को भिडियोको लागि भेटौँला बाई बाई आएन